बिहान उठेदेखि राति नभन्छ दिनभरि मरिमरि काम गरे पनि हग्न मुत्न पनि फुर्सद नभइन्जेल काम गरे पनि घरकाले दिनभरि फ्यान चलायो फोन थिचो बसो भन्दाखेरि त सुइत्त डाँडा कटेर पहिला गइदिउँ कि जस्तै झोक चल्छ घरिघरि त सुइत्तै पहिला गइदिन्छु त भन्छु नि फेरि कुन मुर्दाले लाने हो म जोत्रीलाई ऊ बेला त बैसम्म त अनेक थरीका केटाहरूले मेसेज गर्थ्यो लाउरेदेखि चाउरे पढेकादेखि गवार हिरो जस्तो ह्यान्डसम केटाहरूले पनि मेसेज गरेर हाई हेलो म तिमीलाई माया गर्छु तिमी बिना मरिहाल्छु भन्दै अब त कसैले एउटा हाई भनेर टेक्स्ट पनि गर्दैन हो होइन पहिले र अहिलेमा ममा के फरक छ कि मलाई अब 5 वटाको बच्चाको आमा देख्न थाल्यो कि के हो मुर्दारहरूले ऊ बेला बैसम्म यस्तो ह्यान्डसम लड्काहरूले मेसेज गर्दाखेरि पनि तिमी बिना मरिहाल्छु भन्दाखेरि पनि त भन्दा बेटर पाउँछु त भन्दा राम्रो पाउँछु भनेर खोज्दै हिँडे अहिले आएर त रोहन्छु कि क्या हो म त ऊ बेला पनि घरकाले रिस उठाउँदाखेरि त होइन पहिला गइदिउँ कि क्या हो जस्तो त नभएको त होइन तर घरकाले फेरि पहिला जा मात्र तँलाई कालो कुखुराले बाटो काटिदिन्छु जिन्दगीभर तेरा बाटो मरो भन्ने डायलग ठोकेका थिए अब फेरि यस्तो दिमागमा सोचे होइन फेरि पहिला त जाम्ला फेरि केडो लिन नआउला फेरि कहाँ फर्केर जानु म त लापत्ता बेपत्ता हुन्छु भनेर डरले गइन घरकाले फेरि पहिला जानको लागि मात्रै प्रतिबन्ध लगाएका हुन् र आफ्नो जातको केटो चाहियो रे जात भनेको जात कनिकाको भए पनि भात दुःख पाइन्छ हेला हुन्छ भन्दै दिमागमा भर दिएको थियो अजातसँग गइस् भने त फर्केर आउनु पनि पर्दैन भन्दै दिमागमा भर दिए होला त नि भन्दै म पनि जात खोज्दै हिँडे नपाएको त होइन त भन्दा अझै गतिलो पाउँछु भन्दै खोज्दै हिँडेको अब त जात त के अजातले पनि पत्याउला जस्तो छैन त्यही भएर हेर केटी हो बेला बैसम्मै दिमाग पुरै हाल्नु पर्ने रहेछ एउटा मुर्दालाई समातेर त मेरो होस् अरू केटी हेर्लास् तँलाई खुकुरीले छप्पाइदिन्छु भनेर डर धम्की दिएर मोहनी लगाएर राख्नु पर्ने रहेछ त्यही भएर केटी हो बेला बैसम्म दिमाग पुरै हाल नत्र मेरै हाल होला तिमीहरूको पनि एउटा मुर्दालाई समातेर माया पिरिममा पारिहाल नत्र तिमी पनि रहन्छौ म जस्तै त्यही भएर अहिले दिमाग लगाइहाल पछि पछुताउनु पर्दैन आमामा यो केटी त के साह्रो उताउली भयो कि भनेर नसोच्नु ल त्यस्तो कमेन्ट नगर्नु ल जस्ट मजाक गरेको हो के गाउँघरमा यस्तै हो साथीहरू काम कहिले पनि सकिँदैन अनि काम गरे अनुसार खानको पनि कहिले अभाव पनि त हुँदैन सहर बजारमा जस्तो काम गरो ल्यायो खायो अब अहिलेको छाक त टरो भरे के खाने होला भनेर चिन्ता त हुँदैन मजाले वर्ष 1.5 वर्ष काम नगरे पनि मजाले खाना पुग्छ क्या गाउँमा चाहिँ त्यही हो साथीहरू पाखुरी चलाउनु चाहिँ अल्छी गर्नु भएन मेहनत गरौ भने गाउँमा नहुने केही नै छैन के अहिले त के तनी गाउँ पनि पहिलाको जस्तो छैन घरमा रोड पुगेकै छ सबै सुविधालाई भरिपूर्ण छ त्यति भएपछि के चाहियो र हैन चाहिँ घरिघरि सहर भन्दा चाहिँ गाउँ नै बेटर छ जस्तो लाग्छ कि म चाहिँ गाउँमै जन्मेको कारणले गर्दाखेरि गाउँमै मेहनत गरेको कारणले गर्दाखेरि चाहिँ म प्राउडली भन्न सक्छु कि म जतिसुकै दुःख पाम जहाँसुकै गएर भए पनि आफ्नो पेट चाहिँ मजाले पाल्न सक्छु के